फुलेको फुलै लिएर जान्छ मन मेरो जान्दैन। हेलो एभ्रिवान, नमस्ते नमस्कार। आज चाहिँ हाम्रो फर्स्ट डे अनि भ्लगको चाहिँ दोस्रो दिन। अहिले चाहिँ हामी यो लोकेसनमा जाँदैछौँ। यो लोकेसनमा चाहिँ आज हाम्रो काम छ र हाम्रो साथमा फेरि कलाकारहरू यहाँ रेडी अवस्थामा छ र हामी चाहिँ जाने बाटो यही हो। भेट्दै गर्नु होला। तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन। कालो केशमा रेलीमै बाँधेको रिबन। फाइनली आइसकेको छौँ अनि त्यसपछि हामीले चाहिँ के भन्ने, हाम्रो भाइ चाहिँ यहाँ दमदयार तरिकाले रेडी हुँदैछ होइन। यस्तो गर न, यस्तो होइन। अब यहाँ हाम्रो भाइले पनि पन्जा सन्जा ग्लोभ सोभ लगाइसकेर छ। हाम्रो चाहिँ लोकेसनमा चाहिँ यो सफा गर्नुपर्ने रहेछ आज। यसलाई चाहिँ हामी पाराले सफा गर्छौँ अनि त्यसपछि फेरि सेम फोटो हान्नुपर्ने हुन्छ। हेर्दै गर्नु होला। र हाम्रो भाइहरूले चाहिँ यहाँनिर अब काम स्टार्ट गरिसकेको छ र यो बलदियाको पनि तोडफोड भइसकेको छ। यसलाई चाहिँ क्लियर दामी भएपछि कस्तो देखिन्छ भन्ने कुरो म फेरि तपाईँहरूलाई देखाउँछु। हाम्रो चाहिँ केटाहरूले होइन पुरै यहाँ खानेकुराहरू लिएर आएको रहेछ, मिठो मिठो कुराहरू लिएर आएको रहेछ। ल एन्ड रहेछ केक अनि त्यसपछि यो लिएर आएछ, यो साउदी ब्रान्ड हो होइन। यो चिसो हो नेपालको जस्तो, यो खाँदाखेरि मिठो मिठो हुन्छ। अनि त्यसपछि खबुज लिएर आएको रहेछ अनि खाना। अनि यहाँ भाइले पानी खाइरहेछ। के लिएर आएको छौ? मासु भात। ल अब चाहिँ हामीले यो खाने पर्नै हुन्छ है त। अब हामी खान्छौँ। मत करो मेरी जान। फुलको थुङ्गा बाहेर गयो गङ्गाको कहिले भेट ल हामीले चाहिँ खाना पनि खाइसक्यौँ अनि त्यसपछि भाइहरूले चाहिँ त्यहाँ सामान राख्नु गइरहेको छ होइन। हामीले भर्खरै यहाँ बसेर खाएको अनि हाम्रो त्यो कटिङ पनि त्यति भइसक्यो। अब काटिसक्यो सरसँगले त्यतिसम्म। अब हाम्रो लन्च भयो होइन। डिनर बाँकी नै छ फेरि दिनमा। अब फेरि तपाईँहरू हेर्दै गर्नु होला है त। चाहिँ हाम्रो केटाहरूले यस्तो दामी बनाएछ चाहिँ, यति मिठो बनाएको छ है। बिग्रेकोलाई सपार्ने हाम्रो केटाहरू छ, दामी बनाएछ। ल मेरो तर्फबाट केटाहरूलाई एक लाइक। ल ना कर प्यार मुझे, मैं तो लाख बुरा हूँ, नींद चुरा लूं, होश उड़ा दूं, मैं तो बाहों में लेकर राह बुला दूं, बात बना दूं, चाहे जहां। यसले भनेको छ हल्का अगाडि, कति मिटर अगाडि? 100 मिटर अगाडि। 100 मिटर अगाडि भनेको यहाँ चाहिँ केटाहरूले काम सुरु गरिसकेको छ होइन। यो पुरै टिप्नु पर्ने हुन्छ र केटाहरूले चाहिँ दुई भाइ मिलेर झ्याप्का झ्यापिरहेको छ होइन। तातो छ बाहिर चाहिँ काम, त्यही पनि अब गर्नै पर्छ अर्काको त्यसमा। ल हेर्दै गर्नु होला है त। अहिले चाहिँ यहाँनिर धेरै काम भएर होइन, यहाँ मान्छे नपुगेर चाहिँ अहिले फेरि मुदिरले सबजनालाई एकै ठाउँ काम गर्नु भन्यो होइन। सबैजना अहिले एकै ठाउँ बसिसकेको छ। ल हेरौँ है त फेरि। हाम्रो भाइहरूले दनादन काम हान्डाछ है।
हेर्न यहाँ हाम्रो केटाहरूलाई यहाँनिर यो 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 फलम नेपालको जस्तो ठेला गाडी होइन, थोरै माल भल भनेको लम भइरहेको छ अझै हाल्ला। त्यसको सानो सानो बेरिङ हुन्छ, त्यो टेक्दैन क्या, के साह्रो हो गाडी। ल फाइनली केटाहरूले चाहिँ यस्तो दामी बनाइसकेको छ होइन, एकदम मिया बनाएको छ, खुसी लाग्यो। केटाहरूलाई मेरो व्यक्तिगत तर्फबाट 1 लाइक, तपाईँहरूकोबाट पनि 1 लाइक। ल फेरि हामी अर्को लोकेसनमा जान्छौँ, हेर्दै गरौँ। चमेली चमेली तिमी छौ मेरो